हजुरहरूले यहाँ कीर्तिपुर देखिरहनु भएको छ। अब हामी कीर्तिपुर गेटबाट पस्न आँटेको छौँ हैन। यहाँ कीर्तिपुरमा चाहिँ राम्रो छ। यहाँ हेर्नुहोस् बाइक निकाउँछ नि अगाडि कीर्तिपुर गेट देखिरहनु भएको छ। यो चाहिँ ठुलो कीर्तिपुर गेट छ। यहाँभित्र कीर्तिपुर लिङ रोड आउँछ। हेर्नुहोस् यहाँ अहिले पनि मान्छे कीर्तिपुरमा चाहिँ निकै छन्। अरू ठाउँमा मान्छे कम छन्, बजारमा चहल पहल छैन। तर हेर्नुहोस् यहाँ कीर्तिपुरमा हेर्नुहोस् है त। हेर्नु कीर्तिपुरमा चाहिँ मान्छे छन्। कीर्तिपुरको बजारमा चहल पहल छ। यति राति 7 साढे 7 भइसक्यो होला। यति राति पनि यस्तो अँध्यारोमा पनि यहाँ मान्छे छन्। यहाँ अगाडि हाम्रो हात्ती गाडी छ। यहाँ मान्छेहरू घुमिरहेछन्। यति धेरै बाइक स्कुटीहरू राखेको छ। पसलहरू पनि खुल्लै छन्। यता पनि खुल्लै छ, यता पनि खुल्लै छ। अलिकति बन्द भए पनि आधी खुल्लै छन्। यहाँ एउटा ठुलो घरमा झिलिमिली पनि हालेको छ। यहाँ रङ्गोली थियो, बिग्रिसक्यो। हेर्नुहोस् यहाँ कीर्तिपुरमा चाहिँ चहल पहल छ। अब यहाँ ट्राफिक बाङ्गादो बाटो छ। यहाँ हेर्नुहोस् मान्छे हेर्नु। अघि अर्को भिडियोमा थोरै थिए मान्छे, अहिले चाहिँ एकदमै धेरै भइसकेका छन्। यहाँ कीर्तिपुरमा मान्छे यहाँ लुगाको पसल खुल्ला छ। बाइक छ पार्किङ एरिया। यहाँ हेर्नु झिलिमिली यता पनि छ। यता छुट्टो होला मान्छे हेर्नुहोस् यता। यहाँ अरू ठाउँ अघिको भिडियोमा पुरै खाली देख्नु भएको थियो। यहाँ चाहिँ भरि छन्। यहाँ हेर्नु। अब हामी अब हाम्रो घरतिर जाँदैछौँ। म चाहिँ अघिकै क्यामेराम्यान अदिरा ओह्रालोबाट यता देखाउँ। यहाँ हेर्नुहोस् बाटो हाम्रो कीर्तिपुरको। यहाँ माथिबाट बाघ भएर पनि जान्छ उता गेटबाट। यहाँ हेर्नुहोस् बिग मार्ट पनि खुल्लै छ। यहाँ बिग मार्ट पनि बन्द भएको छ नि। यहाँ गाडी हेर्नुहोस् पार्किङमा गाडीहरू हेर्नुहोस् यति धेरै गाडी छन्। यति धेरै गाडी छन् नि। यहाँ आएपछि अलिअलि मान्छे कम हुँदै गयो। तर मेन लिङ रोडमा हामी घुमिरहेछौँ। कति यहाँ पोखरी छ हाम्रो। यहाँ अलिअलि बन्द भएको छ तर पनि मान्छे छन्। पोखरी यहाँ मन्दिर जस्तो छ। पुलिस थाना पनि छ यहाँ झिलिमिली झरना जस्तो झिलिमिली छ त्यहाँ होइन। यहाँ यो चाहिँ ढल्पा चोकबाट पनि अझै मुनि हो हाम्रो घर। पुरै तल छ हाम्रो खाल्डीभित्र भनौँ न। यहाँ हेर्नु यहाँ एउटा टोल छ। यहाँ हाम्रो यहाँ चाहिँ यहाँ बाटो अलिकति खराब छ, हल्लियो होला। अब हजुरहरूले हामी ब्युटिफुल ओह्रालो देखाउने छौँ। हामी ब्युटिफुल ओह्रालो मुनि चाहिँ यहाँ अलिकति छिटो हेर्नुहोस् हजुरहरूलाई झिलिमिली पुरै देखिन्छ यहाँबाट। हाम्रो पुरै यहाँ झिलिमिली बत्तीहरू देखिन्छ सबै। मजा पनि छ। यो चोटिको तिहार एकदमै रमाइलो भयो गाइज। अब अर्को भेटौँला, बाई।